नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। अस्तिको चोटि चाहिँ मैले मेरो सेयर मोबाइलमा कसरी लगइन गर्ने भन्ने विषयमा भिडियो बनाएको थिएँ। धेरैले साथ सपोर्ट र माया दिनुभएको छ र आगामी आउने भिडियोहरूमा पनि यस्तै साथ सपोर्ट र माया दिनुहुनेछ भन्ने विश्वास राखेको छु। र आज चाहिँ मैले मेरो सेयर एप्लाई कसरी गर्ने भन्ने कुरामा भिडियो बनाउन गइरहेको छु। भिडियो पुरा हेर्नुहोला र मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु भने नभुल्नुहोला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। सुरुमा चाहिँ यो मोबाइलमा रहेको मेरो एप्लिकेसनलाई ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँ हजुरको युजर नेम र पासपोर्ट। यदि तपाईँले पासपोर्ट राखेर गर्न चाहनुहुन्छ भने पासपोर्ट राख्नुहोला र यदि फिङ्गर लक राख्नुभएको छ भने फिङ्गर लकबाट खोल्न सक्नुहुन्छ। म चाहिँ यसमा फिङ्गर लकबाट खोल्न चाहेँ। यति गरी फिङ्गर लक राख्ने बित्तिकै मेरो एप्स खुलिसक्यो र यहाँ देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरू रहेका छन्। होम रहेको छ र माई सेयर रहेको छ र अर्को रहेको छ माई आस्पा रहेको छ र अर्को रहेको छ माई पोर्टफोलियो रहेको छ र मोर अप्सन देखाएको छ। अब यसमा चाहिँ हजुरहरूले माई आस्पामा जान सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस देखाएको छ जसमा अप्लाई भनेर लेखेको छ। अब तपाईँहरूले कुनै पनि सेयर अथवा आइपिओ भर्नको लागि यो अप्लाई अप्सनमा जानुपर्ने हुन्छ। यसमा अप्लाई अप्सनमा यसरी क्लिक गर्नुहोला। अप्लाई अप्सनमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस देखाएको छ र यसमा सबै डिटेलहरू देखाएको छ। अब तपाईँहरूले यसमा प्रोसेसमा क्लिक गरेर अगाडि बढ्नुपर्ने हुन्छ। यति गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईँको बिओआइडी पनि देखाएको छ, ब्याङ्क नेम पनि देखाएको छ र एकाउन्ट नम्बर पनि देखाएको छ र एकाउन्टको टाइप पनि देखाएको छ र ब्रान्च नेम पनि देखाएको छ। अनि यहाँनिर रहेको छ अप्लाइड किता। अप्लाइड किता कति किता अप्लाइड गर्ने भनेर देखाएको छ। यसमा मैले चाहिँ 10 किता अप्लाई गर्ने भएकोले 10 किता लेख्ने बित्तिकै देख्न सक्नुहुन्छ आफै अमाउन्ट पनि तोकेको छ। अमाउन्ट चाहिँ 10 किताको 1000 रहेको छ। 1 किताको 100 रुपियाँ पर्ने गर्छ र यहाँ देख्न सक्नुहुन्छ सिआर नम्बर मागेको छ। सिआर नम्बर चाहिँ तपाईँहरूले कि त ब्याङ्कले इमेल आइडीमा पठाइदिएको हुन्छ कि तपाईँको मोबाइल ब्याङ्किङ प्रयोग गर्नुहुन्छ भने मोबाइल ब्याङ्किङबाट पनि हेर्न सक्नुहुन्छ। मैले चाहिँ मोबाइल ब्याङ्किङ प्रयोग गर्ने गर्छु र अब यसको सिआर नम्बर चाहिँ म मोबाइल ब्याङ्किङबाट हेर्छु। देख्न सक्नुहुन्छ यसको लागि मैले आफ्नो ब्याङ्कको मोबाइल एप्स ओपन गरेँ। यति गरिसकेपछि मैले यसमा चाहिँ फिङ्गर लक प्रयोग गरेर पासपोर्ट खोल्छु र यति गरिसकेपछि यहाँ लेटर गरेर देख्न सक्नुहुन्छ यहाँनिर माई एकाउन्ट भनेर लेखेको छ। यो माई अकाउन्टमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ सुरुको अप्सनमा अकाउन्ट भनेर लेखेको छ। यसमा अकाउन्टमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूको ब्याङ्कको खाता नम्बर यता ब्याङ्क ब्रान्च तपाईँको अकाउन्ट देखाएको हुन्छ र यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस देखाउँछ जसमा तपाईँहरूले यो आँखाको आइकनमा क्लिक गरिसकेपछि तपाईँको पुरै डिटेल देखाउँछ। मैले यसमा आँखाको आइकनमा क्लिक गरेर आफ्नो सिआरएन नम्बर चाहिँ यहाँनिर देखाएको छ। यसलाई स्क्रिनसट गरेर र फोटोमा गएर स्क्रिनसटको सिटिजन सिआर नम्बर यसरी कपी गर्छु र कपी गरिसकेपछि फेरि ब्याक गएर मेरो सेयरमा यसलाई पेस्ट गरिदिन्छु र यति गरिसकेपछि अप्लाई गर्नुपर्ने हुन्छ। अप्लाई गरिसकेपछि ट्रान्ज्याक्सन पिन माग्छ र हजुरहरूले ट्रान्ज्याक्सन पिन के राख्नुभएको छ त्यो यसमा राख्नुपर्ने हुन्छ। मैले चाहिँ आफ्नो ट्रान्ज्याक्सन पिन यसरी राखेर अप्लाई गरिदिन्छु। देख्न सक्नुहुन्छ अप्लाई भएको छ कि छैन भनेर चेक गर्नको लागि चाहिँ माई आस्पामा जानुपर्ने हुन्छ। माई आस्पामा गइसकेपछि देख्न सक्नुहुन्छ आइपिओ फर जेनेरल पब्लिक भइसकेको छ र यसमा करेन्ट इस्युमा गएर पनि चेक गर्न सक्नुहुन्छ। यहाँ पनि
देख्न सक्नुहुन्छ यो इस्यु भइसकेको छ। र एप्लिकेसन रिपोर्टमा गएर पनि तपाईँले यो रिपोर्टमा गएर यो आफूले जुन भरेको सेयर भरेको पुरा डिटेल हेर्न सक्नुहुन्छ। र आजलाई यति नै भिडियो, धन्यवाद।